ल है साथीहरू, आज चाहिँ यो बोकाको मिर्टुन लगाइरहेछ। अब यो बोकालाई चाहिँ हामीले ट्याक्क लगेर काट्ने हो भटेरको लागि। र सुँगुर चाहिँ अघि नै काटी भ्यायो भने अब चाहिँ यो बाख्राको पाली काट्ने, मैले चाहिँ काट्ने हो यो बोक्रालाई। र हेर्नुहोस्, एकदम खतरनाक छ, मारेको पनि छैन, खोरदेखि उता जाने। यता चाहिँ अब समातेर रेडी छ। म चाहिँ अब मार हान्नलाई रेडी भएको छु। अलि मिले छैन मार हान्नलाई, किनकि हँसिया पनि सानो थियो र नाम्लो चाहिँ अलि नमिलेको जस्तो पनि भयो। किनकि हजुरले हेरेर चाहिँ 7 सपोर्ट दिनुहोस् होला। अनि भोकले हाम्रो यो छेवारको लागि चाहिँ काट्न लाएको बोका हो। अनि यहाँ चाहिँ नाम्लो नमिलेर एकदम दुःख पायो, किनकि यसले एउटा टाउको चाहिँ तल गरेर राखिभ्याएको थियो, किनकि यसलाई थाहा भइ भ्यायो होला अब मलाई मार्दैछ भनेर। त्यही पनि हामीले चाहिँ अब मिलाएर चाहिँ मैले ट्याक्क लगाएर मार्न लगाइरहेको छु। अब चाहिँ 2 छटमा काटियो, किनकि हँसिया सानै थियो र बोका चाहिँ एकदम ठुलो भएकोले चाहिँ 2 छटमा बल्ल काटियो। हेर्न सक्नुहुन्छ होइन। अब हामीले चाहिँ यहाँ जलाएर स्याट्ट, यहाँ हाम्रो मामाले चाहिँ स्याट्ट जलाएर सफाइ गर्दैछ। यहाँ चाहिँ अङ्कलले टाउको धुँदैछ भने यहाँ चाहिँ सफाइ गरेर एकदम भुत्ला सुत्ला फ्यालेर एकदम राम्रो गरेर राखिसकेका छौँ। ल अब छिर्ने कार्यक्रम, किनकि बाख्राले फोर्ने हो। र यहाँ चाहिँ एकदम कति धार्नी छ भन्ने चाहिँ सबैलाई लगाइराखेको छ। कसैले 9 धार्ने, कसैले 10 धार्ने, कसैले 8 धार्ने भनेर चाहिँ एकदम बसिरहेको छ। म भने चाहिँ 10 धार्ने भनेर बसेको। तल चाहिँ 12 पोलेर भ्याउन लगाइसक्नु खोजेछ, किनकि सबैजनाले भोलिको लागि तयारी गर्दैछ। र यहाँ हाम्रो अङ्कलले चाहिँ अब आन्द्रा निकाल्दैछ। ल है, ओह डन्डेल अरे नै अङ्कल चाहिँ यहाँ चाहिँ एकदम आन्द्रा अलिअलि फोरे जस्तो लाग्यो। ल आजको लागि चाहिँ यति नै साथीहरू।